गाइज आज हामी दुईजना उहाँ प्रत्यक्ष छौँ आदित्य र भवन लिम्बू हजुरलाई थाहा नै होला जुन हिजो हामीले भवन लिम्बूसँग भिडियो बनाएका थिए र अब उहाँले चाहिँ के भन्न जाँदैछन् सुन्नु होला है। ल मैले चाहिँ पर्सनल्ली उहाँसँग पनि भेटिसकेँ आदित्य श्रेष्ठ भन्नु होइन पर्सनल्ली भेटिसकेँ मैले र जुन मैले त्यो लिरिक्सहरू लेखेको अनि त्यो सङ जुन टिकटकमा चलेको क्लिपहरू छ त्यो त सबै मेरो ओरिजिनल हो र एआईबाटै लेखेको हो। अनि तपाईँहरू गलत बुझ्नुभयो होला गलत गर्नुभयो होला अनि जुन उहाँले लाउनु भएको छ उहाँको युट्युब च्यानलमा त्यो चाहिँ उहाँले मेरो ओरिजिनल तानेर त्यो लिएर तानेर उहाँ त्यो के अरे अडियो हटाएर मैले म्युजिक निकालेर त्यसमा आफ्नो भोइसमा गाएर रेकर्ड गरेको छु। जस्ताको त्यस्तै मैले रेकर्ड गरेको छु न। त्यही गीतलाई पनि हजुरहरूले धेरै माया गरिदिनु भएको छ, मलाई धेरै रुचाइदिनु भएको छ र उहाँलाई कसैले पनि गाली गुलज नगरिदिनु होला। उहाँ पनि आफ्नो आफ्नो सबैको समस्या हुन्छ र उहाँले अब एक्सेप्ट गरिसकेपछि कसैले पनि उहाँलाई कमेन्टमा गाली गर्ने यताउति चाहिँ कसैले पनि नगरिदिनु होला। अरू केही भन्न मन छ हजुरलाई? तपाईँले के सम्झाएको? अझै यति हो म त होइन कति उहाँले त्यो लिरिक हटाएर मतलब लिरिक हटाएर होइन त्यो भोइस ओभर गरेर उहाँले पनि केही शब्दहरू मिसाएर उहाँले भोइस ओभर गरेर एकदम राम्रो बनाउनु भएको रहेछ। म्युजिक निकालेर चाहिँ मेरो के अरे भोइसमा चाहिँ त्यो सेम टु सेम म्युजिक चाहिँ निकालेर उहाँले अर्को म्युजिक चाहिँ लाएर म्युजिक चाहिँ निकालेर म्युजिक निकालेर त्यही लिरिक चाहिँ उहाँले गाउनु भएको रहेछ। म्युजिकमा मैले भनौँ कभर जस्तै भनौँ न अब कभर जस्तै त्यसरी भोइस ओभर गरेर बनाउनु भएको रहेछ। अनि तर अरूहरूले पनि यसरी युज गरेर बनाइरहेको त्यसमा के भन्न चाहनुहुन्छ? त्यसमा मैले सबैले कपिराइट स्ट्राइक पहिलो कुरो त सबैजनाले हटाइदिनु होला होइन। मैले धेरैले कपिराइट स्ट्राइक अब यस्तो भन्दा अब जसरी अब हजुरले मेन बनाउनु भयो भन्ने कुरा छ होइन। हजुरले अब त्यहाँको हजुरमा क्रेडिट गइसकेपछि होइन अब अरूले हजुरलाई पर्मिसन लिएर बनायो कि के गरेर बनायो कि के छ? त्यस्तो केही छैन, मबाट पर्मिसन लिएको पनि छैन। मिडिया पनि भनेको छु यो मैले यसरी गरेको छ यो हटाइदिनु होला भनेर अनुरोध गरेको छु, यो हटाइदिनु होला। भोलि गएर तपाईँहरू पनि नराम्रो हुनसक्छ भनेर चाहिँ मैले उहाँलाई नभेटिकन मैले यस्तो गर्न उहाँले च्यानल रिसर्च गरिराख्नु हुँदैन। अनि फेरि कसैले त्यस्तो नगरिदिनु होला। मैले त क्लियर त्यहाँ डिस्क्रिप्सनतिर लेखेको छु है एआई म्युजिक हो, सबै एआईकै हो, एआई लिरिक्सै हो, जस्ट फर इन्टरटेनमेन्ट पर्पजको लागि मात्र हो भनेर क्लियर लेखेको छु। कसैले यसरी मिसयुज नगरिदिनु होला किनकि होइन कति सिङ्गरहरू पनि त हुनुहुन्छ नेपालको कति सिङ्गरहरू हुनुहुन्छ उहाँहरूलाई हानि हुनसक्छ। त्यसरी हानि हुने यसरी मिसयुज नगरिदिनु होला। जस्ट मैले इन्टरटेनमेन्ट पर्पजको लागि बनाएर युट्युबमा लाउँछु, त्यसरी मिसयुज चाहिँ नगरिदिनु होला। अनि गाली गर्ने दर्शक अनि गाली गर्नेहरूलाई नगर्नु, कतिले उहाँलाई गरेको छ कतिले मलाई गर्नुभएको छ त्यसरी नगरिदिनु। अब यस्तो हो एक दुईजनाले के भनेको थियो भनेपछि यसले पनि यो भेडा पनि पैसा लिएर बोल्न आयो भन्ने कुरा चाहिँ मसँग होइन। उहाँको बारेमा केही भन्छु, उहाँ चाहिँ मैले एकदम फलो गरिराखेको मान्छे हो उहाँको होइन। युट्युबतिर टिकटकतिर हेरिरहेको थिएँ, उहाँलाई फलो गरिरहेको छु। अनि टिकटकतिर हेरिरहेको थिएँ, उहाँको एकदम राम्रो लाग्थ्यो। अनि मैले सिधै उहाँलाई कल गरेँ। मसँग त टिकटकमा फ्यान फ्लोइङ छैन नि त, अब तपाईँले एकचोटि हेल्प लिए भने तपाईँकोबाट अलिक प्रसारण हुन्छ नि त अरूलाई होइन। त्यही भएर उहाँकोबाट एउटा भिडियो बनाएको हो। हामीले त्यसरी केही गरेर बनाएको छैन, त्यस्तो उहाँलाई केही गरेको छैन। उहाँलाई नराम्रो नभनिदिनु होला, त्यस्तो अन्यथा नसोचिदिनु होला, उहाँलाई केही नभन्नु होला र उहाँलाई केही नभन्नु होला। मेरो पहिलो हाँसो पहिलो बोली सबै याद छ, हिजोका बाचा जगा शून्यता साथ छ, जीवनको रङ्ग नै हरायो अचानक कहाँ, तिमी बिना बाँच्नु पर्यो कति कठिन, हावाको लहरमा सुन्छु तिम्रो आवाज, सुन्ने कोठामा प्रतिध्वनि जस्तो काजल, सम्झनाको बादल मनमा छुन्छु, रातको निन्द्रा कहाँ बस्छ। ल यति नै।